I have been learning English since 2020. I have been learning English for 5 years. I have been creating video since last month. I have been creating video for 2 months. I have been calling her since last week. I have been calling her for 2 weeks. My father has been watching a movie since 3 o'clock. My father has been watching a movie for 3 hours. यो चाहिँ मैले प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअस टेन्सको बारेमा कुरा गरेको र यसको फर्मुला हुन्छ सब्जेक्ट प्लस ह्याभ अर ह्याज बीन प्लस भर्ब आइएनजी प्लस अब्जेक्ट। मैले 2020 भने र 5 इयर्स भने वाट आर द डिफरेन्स बिट्विन युजिङ सिन्स अर फरको कुरा गर्दाखेरि 2020 एउटा स्पेसिफिक डेट भयो, त्यसमा चाहिँ हामीले सिन्स लगाउनु पर्ने हुन्छ। यदि तपाईले स्पेसिफिक डेट अथवा स्पेसिफिक टाइमलाई मेन्सन गर्न गइरहेको हुनुहुन्छ भने त्यो टाइममा तपाईले सिन्स लगाउनु पर्यो र तपाईले टाइम ड्युरेसन अथवा चाहिँ पिरियड अफ टाइमलाई मेन्सन गर्दै हुनुहुन्छ भने त्यो ठाउँमा चाहिँ फर लगाउनु पर्यो। जस्तै मैले फर 5 इयर्स भने त्यो भनेको एउटा के त ड्युरेसन अफ टाइम हो। थ्यांक यू फर वाचिङ माई भिडियो।